धान दिवस तथा रोपाई दिवस मनाउनुको साथसाथै दही चिउरा खाने दिनको रूपमा रहेको हुन्छ। हामीले रोपाई दिवस धान दिवस मनाउन नसके पनि दही चिउरा खाएर दही चिउरा दिवस मनाइरहेका छौँ र साथीहरूको एनआइएम ब्रान्चको टिम नै यसमा सहभागी छ र एकदमै मिठो परिकारको रूपमा हामीले त्यसमा अनि केरा र आँप थपेका छौँ दही चिउरा हुँदाहुँदै पनि। यसरी हामी असार पर्व मनाइरहेका छौँ। धन्यवाद।